ल ल Happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday to you. ये काट दे ल फेरि फेरि ल फेरि काट फेरि फेरि काट के केक ल ल फेरि ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु काट झ्याममा हेर्न छोरा आमालाई खुवाइदेऊ बालाई खुवाइदेऊ सबैलाई मम्मीलाई खुवाइदेऊ छोरै मम्मीलाई ल समात बाला खाइदेऊ पहिले समात मम्मीलाई खुवाइदे मम्मीलाई मम्मीलाई अब आमालाई ल यहाँ समात्यो छोरै उठा आमा चाहिँ ल आमालाई खुवाइदे आमालाई खुवाइदे हात मुहा खुवाइदे आउनु भन् हात दिएन यहाँ केकको टिको लगाइदियो हुन्छ छोरी अरू पर्दैन थोरै लगाइदियो हुन्छ ल अब ठुलबाबालाई खुवाइदे खाउँदैन बुवालाई ठुलो बाला यहाँ ल ठुलबाबालाई खुवाइदे बुवा आउनु ल आउनु मामा आउनु त ऊ यहाँ बालाई खुवाइदे ल बालाई बालाई खुवाइदे त आउन पैसा समयकै बाल दिएको यहाँ समय मिसै पाएँ नि त नमस्ते भने बालाई भोलि कहाँ जाने बाबु र म पैसा लिएर त्यही बस्का एकछिन बन्द गर्न त कि सेकेन्ड बर्थडे दुईटा ललिपप ल पैसा ल यो अलि भएन है अर्काको कन्सेप्ट कपी गर्ने त एक महिना हुन्छ मिठाई पास बाबा पैसा नौ बाबा पैसा कहाँ राख्ने त पैसा नाना राख ल ल यहीँ बस्छ कि टिको उस गर्नु कहाँ कहाँ लगाइदिउँ पैसा दिने केटाहरूले पैसा दिने मात्र टिको लगाइदिए मात्र बर्थडेको दिनमा नि कस्तो नपार्ने क्या रे अनिलले के खान्छ ल आएर छिटो बाबु बाबु बम्बे यहाँ खाने अडि होइन लास्तो यो एउटा ताना यति केक लाएर यहाँ लाऊ न पहिला केक राख न त्यहाँ अलिकति
खै खै यता ह्यापी बर्थडे सर थ्याङ्क यू भन न बाला हेर्दै बाला हेर्दै Happy birthday. ल उठ्ने ट्रफी लाग्यो फेरि लगाइदेऊ न नाका लाग्यो लाइगा यहाँ ह्यापी बर्थडे हुन्छ होला का आदि बनायो यता हेर त खै यता हेर ह्याप्पी बर्थडे रे थ्याङ्क यू भन थ्याङ्क यू भन सिधा बसेर थ्याङ्क यू भन त त्यो जहारी भाइ अहिले अहिले भोलि खाने अब ब्याकग्राउन्ड बन्द गर्न कपिराइट लाउँछ म युट्युबमा राख्छु ल भनेको हो कि होइन कपिराइट लगाइदिन्छ बन्द हुन्छ का तीर्थजी नजिस्काउनु है भोलिको फेरि लाउँछ नि कपिराइट हो नि अनिल छेत्री नै सजिलो हो बाबु यार ल अब त्यो नगर निकाल्ने त त्यो अब बाई छोडेर उस गर्नु अब सन्चोर न अब त मुखबाट चिसो भयो भने ल अलि यस्तो जुम खान्यौ तँ त गेम लगाइदिएँ पैसा त दिइनँ पैसा त दिइनँ प्लेटमा हालो काटेर लौ के हार्न यिनले ढोकै लाउनु पर्दो कुना हिँड्नु पऱ्यो चाहिँ ढोका लागेको थियो फोटो खिच्दा मारे आज चाहिँ हामीले ओजसको बर्थडे सेलिब्रेट हाल्ने है ल तीर्थजीलाई त यस्तै यस्तै कुरा त भन्न नपर्ने किन बिल्ला हान्न परेर